यहाँ चाहिँ साथीहरू धनियाँ र जिरा छ। धनियाँ र जिरा भुटे। यहाँ चाहिँ तिल छ, सेतो खालको तिल भुटेर अहिले रेडी गरेको गाइजहरू। अनि यहाँ चाहिँ तोरीको दाना छ। यो चाहिँ मिक्सचरमा पिसेर अचारमा हाल्नलाई भुटेर राखेको। अब अलरेडी यस्तो भइसक्यो गाइजहरू। यहाँ छ, बनाउनुपर्छ यसलाई मजासँग अनि चट्टसँग खानुपर्छ। यो चाहिँ सुकाएर नि अलरेडी तयारी भइसक्यो गाइजहरू। अब मुलाको अचार लाउनुपर्छ। यस्तो छ, तपाईहरुलाई कतिको मनपर्छ भने हामीलाई भन्नु होला। अनि तपाईहरुको लागि एकदम रेडी बनाउनलाई रेडी बनाउने छौँ गाइजहरू। कस्तो राम्रो छ है मुला। अनि सुकाएको घाममा कस्तो यतातिर त डढेछ पनि के, धेरै सुकेर हो यस्तो भएको। गाइजहरू कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। गाइज फाइनली गाइजहरू मेरो चाहिँ यो अचार यस्तो भइसक्यो। अब चाहिँ भने